आरसीबी का अहिले चाहिँ हाम्रो अब नास्पति खाने क्रम जारी छ। अघि नै आरु नास्पति अछाम जिल्ला पञ्चायत दाइ भाइहरु चाहिँ वहीँ जन्मेका हौं। त्यो घरमा त्यो बड्डो घरमा। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप हजुर पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै आएर नि। आज चाहिँ म अचानक हाम्रो फ्यामिलीबाट हामीहरू चाहिँ अछाम गइरहेका छौँ। म चाहिँ धेरै वर्षपछि लगभग 14-15 वर्षपछि अछाम गइरहेको छु आफ्नो जन्मभूमिमा। अनि धेरै नै खुसी लागिरहेको छ। अनि हामीहरूले चाहिँ एउटा गाडी नै बुक गरेका छौँ। अनि त्यस कारणले सबै दाजुहरू अनि दिदीहरू अनि एउटा रमाइलो अनि एउटा कुनै काम पनि भएको कारणले विशेष काम पनि र घुमघामको लागि पनि 4-5 दिनको बसाइमा हामी गइरहेका छौँ। हजुरले के हुन्छ सबैले हेरेर साथ सपोर्ट गर्नु होला लास्टसम्म। म चाहिँ अहिले घरबाट निस्किसकेको छु। देख्नुहोस् कुन चाहिँ चौरा। अहिले चाहिँ हामीहरू चिसापानी भन्दा अगाडि पुगिसकेका छौँ। चिसापानीको बाटो नभएर हामीहरूले जामु कुइनेको बाटोबाट गइरहेका छौँ। दाजुहरू गाडी सबै गाडी जाँदैछन्। सर्टकट हुन्छ नि त यो धेरै छोटो होमबाट पनि धेरै छोटो पर्छ, आधा पर्छ। अहिले चाहिँ हामीहरू कैलाली जिल्लाको अन्तिम बिन्दु कुइनेमा छौँ। देख्न सक्नुहुन्छ दामी छ यहाँ गाउँहरू पनि दामी, घरहरू पनि अनि आमहरू पनि त्यस्तै बलिरहेका छन्। यहाँ हरेकको घरमा आम के मलाई त खानु मन लाग्यो लास्टै। मोनेल हो नि यो सोल्टा जाने ए हामी यता हो न आर्यनको राष्ट्रिय आधारभूत विद्यालय मोनेल त्यो उता मोनेल सोल्टा जाने बाटो यो उता रहेछ। सोल्टा जाने बाटो चाहिँ उता रहेछ, सोल्टा जाने बाटो। अब चाहिँ बाटो दामी छ हो न, अब चाहिँ बाटो दामी छ। अब हामी सुर्खेत लाग्यौँ। कहाँ सुर्खेत? अहिले चाहिँ अब सुर्खेतको बाटोतिर लाग्यौँ। यो बाटो चाहिँ दामी छ है। यो चाहिँ भेरी नदीको पुल हो। यहाँ देख्न सक्नुहुन्छ उता लेखा पनि छ भेरी नदी। यो पानी सबै चिसापानी जाने होला भेरी नदी पुल। हामीहरू चाहिँ अहिले बड्डी चौर पुगिसकेका छौँ। बड्डी चौर टपमा जाँदैछौँ। टपमा किरा हो भने बाटो तपाईँले आफै निकाल्नु सक्दैन। आमा बाटो त च्यालेन्जिङ छ यार। अहिले डर लाग्यो यस्तो नि भएन, रमाइलो पनि लाग्यो यस्तो। यो बाटो यहाँ किराउला आएर यो हाम्रो अछामको यात्रा। हामी कैलाली सुर्खेत दैलेख हुँदै अछाम हाम्रो कुलदेवताको उसको पूजाको लागि हिँडिरहेका छौँ। कुलदेवता दाइना हुन्। कुलदेवतालाई हामी लगायत हाम्रो सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू सबैको रक्षा गरून्। चाहिँ खेतहरूका फाँटहरू यति राम्रोसँग देखिरहेको छ, केही नै राम्रोसँग। अहिले चाहिँ हामीहरूले बाटोमा काफल किनिसकेका छौँ। देखाउ त दाजु, काफल देखाउ।
गाडी हिँडिहाल्यो कि त्यसले भन्यो भोलि दाइ कसै मन दुख्छ भनेर होइन हामी चाहिँ अहिले टुनिबर बजारमा पुगिसकेका छौँ निकै नै रमाइलो लाग्यो टुनिबर बजारमा पुग्दाखेरि आफ्नो जन्म लास्टै ठुलो आमा त्यही पनि अहिले चाहिँ हामी साई बजारमा पुगिसकेका छौँ हेर्न सक्नुहुन्छ साई बजार कति दामी देखिरहेको छ यताबाट मेरो चाहिँ क्यामेराको क्वालिटी अलिक कम भएका कारणले त्यति राम्रो देखिरहेको छैन हाम्रो दृश्य हाम्रो आँखाको दृश्यले चाहिँ निकै नै राम्रो देखिरहेको छ त्यो साईलाई कहिले नबिर्सै होइन निकै नै राम्रो देखिरहेको छ तर घर चाहिँ दामी छ न घरको अवस्था गम्भीर छ यहाँ चिसापानीको पुलको चिसापानीको पुलमा यही पानी जान्छ यही पानी भएर जान्छ यो कुन ठाउँ अरे यो साइड प्योर असम बोल तिमी के गर्दा छौ बस्या के खेला छ क्रिकेट ए क्रिकेट हेर्दा पनि छ कि कोहीका फ्यान हौ आरसीबी का फ्यान धोनी का सेफ्टे जाने सेफ्टे हामी सेफ्टे हटो यो ठाउँ लाग्यो यो तल तोसी माडुगोडा पुग्यो माडुगोडा आज चाहिँ बिहान मुखसुख धोएर टक्क अनि आफ्नो घर हेर्नको लागि गइरहेको छु कहिले मेरो यो चाहिँ मेरो घर रहेछ पुरै ऊ भइसकेको रहेछ त अनि दाजु फाल्दैन पुरै ऊ भइसकेको रहेछ त फुटिसकेको रहेछ त घर त हाम्रो बड्डो घर हो यो बड्डो घर सिस्नु होइन बिहान हिजो यस्ता केले समात्दैन फुडा हेर्न एउटा चिउरो भन्ने यति मिठो हुन्छ लास्टै गुलियो है लास्टै मिठो है गाडी जान्छ अहिले त्यसो यसो गर्नुपर्छ पहिला धमाल जाइकन आउनु गयो पछि गाडी उठ्नु हुनु पर्यो भने तैँले यहाँ त भोलि ल्याए पनि भयो त भोलि ल्याए पनि भयो भोलि साँझ ल्याउनु त्यसो भए अहिले धमाल जाइकन काम गर्नु पर्यो जाउँ त भाइ जाउँ पछि आएर सकिए त कहाँ गर्नु हामी जाने बेला हामी उगेर कहाँबाट जानु पर्यो ल टिपा यहाँ अरू पनि खाना पाइएको छ करमजारी छ अब को खाना टिप टिपा टिप धेरै बाबु खाने लाग्छ कति यो ठिक छ बस भयो कि टिप होइन अझ टिप पछि आए साँझ खानु दाजु कस्तो छ भन त कस्तो छ यो आरु अर्ग्यानिक भनेको त हाम्रो अर्ग्यानिक आरु होइन खुब मिठो छ लास्टै मिठो पुरा मिठो छ यहाँ नपाइने चिज केही छैन होइन नपाइने चिज केही पनि छैन तपाईँहरू एकछिन हाम्रो यो सेप्टेम्बरमा भ्रमण गर्न आइदिनु होला र हाम्रो यो विशेष अवलोकन गरिदिनु होला खानेपछि गाउँघरमा पाके सबै चिज भन्छ नयाँ तपाईँ खाटेले अहिले चाहिँ हाम्रो अब नास्पति खाने क्रम जारी छ अघि नै आरु नास्पति बिहान चिउरो कस्तो छ दाजु यो नास्पति भन्दा त गुलियो लास्टै मिठो हो लास्टै मिठो छ तिब्बत दाजु एउटा मलाई पनि गुलियो छैन खोइ तिब्बत एउटा गुलियो पर्न लाग्छ यार हरियाणा त्यही भएर
उहाँ हुनु पाए मान्छेलाई नास्पति रनेश के अहिले चाहिँ हामीहरू घुम्नुको लागि गएका छौँ माथितिर। यो चाहिँ ऐसेलुको रुख रहेछ, ऐसेलुको हाइट। अनि यो चाहिँ सिस्नु, पाहाडको सिस्नु। यात्रा जारी छ हाम्रो चाहिँ। कोला ऊ त्यहाँ काफलको बोट रहेछ, ऊ त्यहाँ ठुलाला। तिर्खुला त आजकल हुन्न न, सकिए यो त तिर्खुलो हो, यो चाहिँ तिर्खुलो। अहिले चाहिँ हामीहरू मालजुङ्गला भन्ने ठाउँ आएका छौँ। निकै नै च्यालेन्जिङ ठाउँ छ यो चाहिँ, बहुत खत्तम छ। पात टिप्नुको लागि आएको छौँ। ओहो यति हेर्नु त, यो तल हेर्दाखेरि म त टपमा छु डरले। गिरौला राम्रोसँग आऊ। अनि उता पनि छ नि त अरे, उता पनि छ नि त अरे। यहाँबाट माथि जानु पनि बहुत उच्च गाह्रो छ। यो चाहिँ नेताको स्कुल रहेछ, निकै नै पुरानो सुदूरपश्चिम राजधानी। यो सुदूरपश्चिम राजधानी। दाजु तपाईँ यहीँ पढ्यो नि पहिला सानोमा? कस्तो छ त अहिले स्कुल? दाजु त अब पहिला पढे मान्छे, कस्तो परिवर्तन? हिजोको दिनमा 2057 सालमा यो स्कुलमा म कक्षा 5मा पढ्थेँ। अनि अहिले हिजोको र अहिलेको अवस्था हेर्दा धेरै फरक छ। कसले भन्छ विकास हुँदैन? धेरै परिवर्तन भयो होइन? धेरै परिवर्तन भइरहेको छ। तर राम्रो छ होइन स्कुल यहाँको? यस्तो यस्तो हुनु पनि धेरै राम्रो। पाठ्यक्रम पढाउने सरहरू सबै एकदम राम्रो छन् होइन, सबै हिसाबले परिपक्व छ स्कुल। विद्यार्थी कम भए पनि पूर्वाधारका हिसाबले, खानेपानीका हिसाबले, शौचालयका हिसाबले, सुव्यवस्थित तरिकाले अध्ययन गर्नेका हिसाबले, शैक्षिक गुणस्तरका हिसाबले सब ठिक छ। डाँडा काँडा डाँडा काँडा सबै हेरेर अछाम जिल्लाको सबैभन्दा नमुना विद्यालयमा गनिन्छ यो विद्यालय। भौतिक पूर्वाधारको संरचना हेर्न सक्नुहुन्छ तपाईहरु। श्री त्रिपुरेश्वरी आधारभूत विद्यालय 2042 सालदेखि स्थापित यस विश्वविद्यालय यस विद्यालयले अहिले नेपालमा थुप्रै कर्मचारीहरू उत्पादन गरेको छ। अनि यस विद्यालयमा पढेका मान्छेहरू अहिले शाखा अधिकृत, उपसचिव, सहसचिव भाषण भइसकेका छन्। वकिल सहित छन्, वकिल पनि छन्। यो चाहिँ हाम्रो सालगाडी रहेछ। हामी आज सालगाडी हेर्नको लागि आएका छौँ। निकै राम्रो छ, पुरै सालै साल छन्। अनि एउटा सल्लो पनि छ, सल्लो कुरो देख्न सक्नुहुन्छ कस्तो छ भनेर। हामीले पढेका थियौँ कि जिम्नेसियम मात्र पर्छ भनेर। यो चाहिँ सल्लो। अनि चाहिँ उता साल छन्, अहिले सालको पातहरू टिप्न आएका छौँ। म टिप्न आएँ, के गर्नु टिप्नु त परिगयो त। अहिले चाहिँ हाम्रो यहाँ टक्क मासु बनाएर खाने प्लानिङ छ। धेरै मान्छे छ। मसला कम हालहरु नुन है हाल्यो भने हाल्यो हाल्यो भने हल्का नुन हाल्पछि उदुम गर्नुला पर्छ। नुन हाले भाइ यो हाम्रो बड्डो घर। यो चाहिँ हामीहरू दाजु, म र उहाँ दाजु, यो चाहिँ वहीँ जन्मिया हो। अनि हामी 3जना भाइहरू चाहिँ दाइ भाइहरू चाहिँ वहीँ जन्मेका हौँ। त्यो घरमा ऊ थियो बड्डो घरमा हाम्रो चाहिँ जन्मभूमि हो। त्यो जन्मभूमिको एउटा पहिलो बसाइ हाम्रो त्यहीँ भएको थियो। पछि सर्यौँ। फाइनल गाइज अहिले चाहिँ हामीहरू गइरहेका छौँ घरतिर। लगभग 1 हप्ताको टुरमा। टुरपछि हाम्रो अछाम, हाम्रो सेप्टे हामी छोडेर अहिले गइरहेका छौँ। सबै दाजुभाइ, अङ्कल आन्टी सबै गाह्रो छ। सबैले आफ्नो अब जन्मभूमिलाई अब विशेष गरेर छोडेर त होइन, तर त्यही पनि धेरै वर्षपछि आएर छोडेर गइरहेका छौँ।
आहा मा काँडा छन् त यार लास्टै गाह्रो बाटो छ अरू भिडियोहरू के हुन्छ हजुरलाई देखाउने छु बीच बाटोमा यो चाहिँ पहाडको सोरखाल भन्ने ठाउँ रहेछ हाम्रो जाँदाखेरि यो चाहिँ सबै हाम्रो जग्गा हो यो सबै यो साइडको पुरै नै अनि यो चाहिँ सोरखाल हाम्रो सोरखाल हो अनि यहाँ चाहिँ आमहरू धेरै छन् लगिरहेको छु अनि यहाँ अहिले चाहिँ रेस्टमा बसेका छन् सबै थकाइ लागेर अब आउँदैछन् सबै यो चाहिँ गाइस टुनुबेगढ ठाउँ हो ए लास्टै गाह्रो भयो अहिले चाहिँ हामीहरू पाहाडबाट आइसकेको छौँ गाडीमा सबै मान्छेहरू बसिसकेका छन् अहिले चाहिँ हामीहरू आफ्नो गन्तव्य स्थलमा पुगिसकेका छौँ अब लगभग पुग्ने आँटेका छौँ अरू एउटा गाडीले चाहिँ धोका दियो अनि अर्को चाहिँ हाम्रो ड्राइभरले यता हुनुहुन्छ अनि टक्क अब चाहिँ मेरो गन्तव्य स्थल चाहिँ पुगिसकेँ म अब जे हुन्छ अब घर गए चाहिँ के हुन्छ सबलाई हजुर देखाउने छु फाइनल गाइज अहिले चाहिँ म टक्क आफ्नो 1 हप्ताको जतिको घुमफेरमा आफ्नो घरमा आइसकेको छु र आज 1 हप्तासम्मको यो ब्लग सबैले राम्रोसँग हेरिदिनु होला भन्दै आजको ब्लग यही अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद सबैले हेरिदिनु होला सबै दाजुभाइहरू तथा दिदीबहिनी र अङ्कल आन्टी जो हेर्नुहुन्छ सबैले हेरिदिनु होला भन्दै आजको ब्लग यही अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद।